न्यू रोड पुगेर खाजा खाएर मोमो खाएर आइमा प्रिया चाबे भेरा सलुनमा हेयर कलर अनि हेयर कट गर्न कोरियोग्राफ गर्दैछु कुद्दै 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 अबे मान्छे हिँड्दैछ बाटो। ल हाम्रो चाबेको भात बनिएको हालत त्यस्तो भएछ है गाइज। ल भात ठ्याक्कै 3 वर्ष 9 महिना पछाडि बस्नमा खाएको त्यो घुम्दा घुम्दै बल्ल आइपुग्यौँ रुबिज कलेक्सनमा। अब हामी भित्र जाँदैछौँ। मलाई त कस्तो ल hello everyone, good morning from Kathmandu. Yes, let me show you guys. I'm here in Kathmandu. So तपाईहरुलाई अचम्म लाग्न सक्छ म कोरियाको मान्छे नभनु कोरियामा हुँदाको मान्छे एकैचोटी कोरियाबाट काठमाडौँ कसरी टक्के भन्ने अचम्म लाग्न सक्छ। अचम्म लाग्छ पनि किनभने मैले कतिकै पोस्ट पनि गरेको थिएन हैन म आउँदैछु भनेर। सो मैले चाहिँ खासमा मेरो घरमा केही पनि नभनिकन आएको सरप्राइज दिनको लागि म आउँदैछु भनेर चाहिँ थाहा छ, तर आजै नै आउँदैछु भनेर थाहा थिएन। म चाहिँ अझै 2 हप्तापछि मात्रै आउँछु भनेको थिएँ क्या घरमा। सो सरप्राइज दिन्छु भनेर आएको। अनि मैले चाहिँ भिडियो खासमा एयरपोर्ट कोरियाबाटै बनाउँदै आउँछु भनेर सोचेको थिएँ, तर सोचे जस्तो केही पनि नहुने रहेछ गाइज। मैले कोरियाको एयरपोर्टदेखि यति कुराहरूको झमेला झेलेर आएको छु, एकछिन पछाडि भन्छु म। र कोरियाबाट झमेला झेलेर काठमाडौँसम्म पनि आइपुग्दा पनि लास्टै झमेला झेलेर आएको हो क्या म चाहिँ हिजो। अनि एकछिन पछाडि भन्छु त के भयो बाटोमा। सो कुरा चाहिँ के भएको थियो भने म कोरियाको लगेजहरू चेक गरिसके पछाडि बोर्डिङ पासको लागि गएको थिएँ होइन। अनि बोर्डिङ पास गर्ने ठाउँमा त्यहाँको मान्छेले मलाई यसो हेऱ्यो होइन। अनि यसो पासपोर्ट हेर्नु मेरो अनि इज दिस यु भन्यो क्या। अनि मैले हाँस्थेँ मै हो त भने मैले। अनि ऊ पनि हाँस्छ क्या। अनि फेरि हेरेर राम्रोसँग मेरो टिकटहरू राम्रोसँग हेऱ्यो। अनि टिकट लिएर फेरि त चाहिँ अघि जहाँ चेक गरेको त्यस लगेज चेक गरेर पठाएको त्यही ठाउँ त्यो काउन्टरमा गएर फेरि एकचोटि चेक गर्नुपर्छ तेरो लगेजमा प्रब्लम देखाएको छ भने। मलाई त कस्तो डर लाग्यो ला के नि अब म त्यस्तो केही पनि हालेको थिएन होइन। ल के चाहिँ आएछ त मेरो उसमा लगेज अनि कस्तो डर लाग्यो नि। मेरो साथी अलरेडी पास भएर गइसकेको थियो, बोर्डिङ पास भएर गइसकेको थियो। अनि म एक्लै भएर डर लाग्यो क्या मलाई त। अनि त्यही पनि म अघि जहाँ लगेज चेक गरेको थिएँ त्यहीँ गएँ। अनि त्यहाँ गएर यसो देखाएँ। अनि त्यो लगेज चाहिँ एकचोटि खोलेर हेर्नुपर्छ भन्यो कि। अनि ल ठिक छ खोलेर हेर्न त भने मैले। अनि हेर है खोलेर भत्तामुको छ सबै सामान है एउटा गरेर चेक गऱ्यो। एउटा क्या एउटा सानो प्याकेट पनि चेक गऱ्यो होइन। केही पनि देखाएन कि सब क्लियर, कहीँ पनि केही पनि थिएन। त्यत्रो वेस्ट टाइम गऱ्यो मेरो। अनि त्यस पछाडि ल ठिक छ केही पनि होइन चाहिँ डन भयो, पास सब क्लियर छ, अब जाँदा हुन्छ म लगेज प्याक गरेर पठाइदिन्छु भने मेरै आँखाको अगाडि फेरि राम्रोसँग प्याक गरेर अनि लक लगाइदिएर अनि पठाइदियो होइन। त्यस पछाडि म ढुक्क भयो। अनि आएँ फेरि। अनि त्यस पछाडि हाम्रो 3 घन्टा चाहिँ 3 घन्टा पछाडि हामी चाइना पुगेर त्यहाँ चाहिँ 2 घन्टा चाहिँ ट्रान्जिटको लागि एकछिन वेट गरेर अनि फेरि हामी आउनु पऱ्यो त्यो काठमाडौँ होइन। सो हामी 15 मिनट जति डिले हुन्छ भनेको थियो हामी कोरियाबाट चाइनासम्मको एयरलाइन्सले चाहिँ। तर 15 मिनटको ठाउँमा 1 घन्टा भइदियो क्या डिले। कुर्दा बल्ल उडेर वहाँ 2 घन्टाको हाम्रो ट्रान्जिट थियो। त्यहाँ चाहिँ अब यता डिले भएको भएर पर्खेर हामी एकछिन बस्नु पनि पाएन क्या चाइनाको एयरपोर्टमा। अनि हतार गरेर त्यहाँ पनि बोर्डिङ पास गरेर एकछिन फेरि त्यहाँ पनि बोर्डिङ पास गर्ने होला। त्यहाँको त्यो चेकिङ गर्ने मान्छेले पनि मलाई उसको मेरो पासपोर्ट र मलाई हेरेर क्या यो मान्छे त यो भन्यो क्या। त्यहाँ पनि मलाई त मेरो पासपोर्ट र मलाई हेर्दाखेरि कति धेरै फरक देखिन्छ क्या। म पहिला नेपालबाट कोरिया आउँदाखेरि पनि कोरियाको एम्बेसीले त्यसै भनेको थियो क्या यो तपाईँ नै हो भनेको थियो क्या। त्यतिखेर पनि 3 वर्ष अगाडि पनि यो पल्ट पनि 2जनाले मलाई त्यो तपाईँ नै हो भन्नु क्या। अनि त्यहाँ चाइनामा पनि त्यसै भने म यो भने निकै बेर निहालेर हेरौँ अनि त्यस पछाडि म फेरि बोर्डिङ पास भएर त्यस पछाडि गएँ। रातको 11 बजे चाहिँ हामी काठमाडौँ एयरपोर्टमा आइपुग्यौँ। अनि अब लगेज लिँदाखेरि सबैजनाको लगेज आइसक्यो। मेरो एउटा लगेज आयो होइन। अब जुन अगाडि चाइनामा त्यो लगेज चेकिङ गरेको थियो डब्बा त्यही लगेज आएन क्या। पर्खिँदा बल्ल अन्तिममा मेरो त्यो लगेज आयो होइन। यसो हेर्छु त लगेज सब भाङभुङ छ क्या फुटालेको। एकछिन है म चिया खान्छु। सब बाङबुङ फुटालेको छ क्या परेबाट। हे भगवान् त्यहाँ मैले इम्पोर्टेन्ट कुराहरू राखेको थिएँ, मोबाइलहरू राखेको थिएँ, सुनहरू राखेको थिएँ। अनि ल्या के चाहिँ भयो भन्नुभयो नि त। अब ला अब बिचमा अरूले त सामानहरू फोडेर लान्छ भनेको सुनेको थिएँ। मलाई त ला लग्यो क्या मेरो त सुनहरू मोबाइलहरू लग्यो क्या भनेर इम्पोर्टेन्ट कुरा त्यही थियो क्या त्यो लगेजमा। नि कस्तो डर लाग्यो होइन। अनि हतार लिएर अनि त्यो अनि यता आउँदै त्यो लगेजहरू लिएर त्यहाँ अब
इफ कसैको लगेज चाहिँ फुटेर आएको छ भने त्यहाँ क्लेम गर्ने ठाउँ रहेछ नि त अनि त्यहीँ लगेर अनि मैले भने मेरो सामान फुटेर आएको छ मेरो लगेज फुटेर आएको छ भनेर भने अनि उसले अनि यसो हेऱ्यो अनि त्यो इफ एयरपोर्टको मान्छेहरूले नै लगेज चेक गर्दाखेरि उनीहरूले चाहिँ सामान केही निकालेको छ भने चाहिँ एउटा पेपर लेखेर राखिदिएको हुने रहेछ कि लगेजभित्र अनि यदि तपाईँको सामान उनीहरूले नै राखिदिएको हो भने चाहिँ त्यहाँभित्र पेपर हुन्छ यो त अरू नै हो भने चाहिँ भन्न सकिँदैन भन्नु क्या मलाई त डर लाग्यो मेरो सुनहरू अनि हतार मैले खोलेर अनि सुनहरू चाहिँ हेरेँ मेन कुराहरू सुनहरू रहेछ थ्याङ्क गड अनि एउटा पेपर रहेछ अनि चाइनिज ल्याङ्ग्वेजमा एउटा सानो के निकालेको त्यो लेखेको थियो चाइनिज ल्याङ्ग्वेजमा त्यो अब इङ्ग्लिसमा भएको भए त बुझिन्थ्यो होला चाइनिजमा त केही पनि बुझेन समथिङ केही निकालेको रहेछ क्या अनि फेरि अनि त्यहाँदेखि त्यो चेन चाहिँ चक्बाङबुङ थियो हप्ता बल्ल यस्तो गरेर कस्तो गरेर मिलाएर हामीले जसो होटलसम्म ल्याइपुऱ्यायौँ अनि आएर पनि फेरि मैले सबै चेक गरेँ होइन एउटा चेक गरेँ होइन सामान जे हालेको थियो सबै छ कि लगेजभित्र के निकालो पत्तै पाउन सकेन के निकालो छक्क परिरहेको नि त्यस्तो भयो हिजो अनि अर्को कुरा पनि भएको छ होइन सो यो भिडियो फेरि लामो हुन्छ गन्थन गर्दै मैले एकछिन पछाडि भन्छु है त सो मेरो हिजो फुटालेको लगेज चाहिँ हो है यस्तै त्यो सामान हिजो यो चाहिँ चेन लगाएको थियो होइन यो चाहिँ त्यस्तो अवस्थामा थियो अनि यो यहाँबाट मैले अझै सामान निकालेको छु माथिबाट सबै बडाङ थियो क्या केही पनि थिएन त्यस्तो अहिले नकिन जस्तो भयो आज यहाँको सामान सबै निकालेर मैले त्यो मेरो चेन बनाउनु कोसिस गर्नु पऱ्यो फेरि एउटा अर्को फेरि नयाँ लगेज किन्नुपर्ने हुन्छ यो किनेको नयाँ लगेज चेन चाहिँ जान्दिङ चाहिँ बनाउनु पर्दैछ सो म र मेरो साथी चाहिँ अब रेडी भएर जान्छौँ यति धेरै देखेर छ कि छैन मलाई थाहा छैन यो पिङ्की म ब्ल्याकी अन्त नि सो हाम्रो चाहिँ रुबिस कलेक्सनमा जानु छ आज हामीले रुबिस कलेक्सन अनि कपाल काट्नुपर्ने हेयर कलर गर्नुपर्ने छ अनि अरू पनि मोबाइल सुरुमा चाहिँ सिम निकाल्नुपर्ने छ अब यहाँदेखि म निस्किएपछि इन्टरनेट छैन मोबाइलको कामै छैन सुन हामी सिम निकाल्ने त्यसपछि रुबिस कलेक्सन त्यस पछाडि सामानहरू पठाउनु पर्ने छ सो म बिचमा हजुरहरूलाई इन्फर्म गर्दै गरेको हुन्छु म कहाँ छु के गर्दैछु भनेर सो दिस इज नाउ फिट कस्तो देखेर थाहा छैन राम्रो देखेर हामी जाँदैछौँ रुबिस कलेक्सन खोलिसक्यो होला नि देखेर ल कतै हाम्रो कोटेश्वरको भाटभटिनी त पुरै कालो भइसकेको छ यहाँ ल बिचरा कति सामान चोरे नि ठुक्क बिहे जति सामान चोरेको नि अब कतिवटा सबै जलायो होइन भाटभटिनी त होइन काकाको छ पोखराको छ एकछिन है इटरीको सुतारो भइसक्यो फाइनली हामी घुम्दै बल्ल आइपुग्यौँ रुबिस कलेक्सनमा अब हामी भित्र जाँदैछौँ मलाई त कस्तो ल आइपुग्यौँ हामी रुबिस कलेक्सनमा अस्ति रुबी म्यामले लगाएको देखेको थियो कस्तो राम्रो देखेको थियो नि यो राम्रो देख्यो तँलाई साइज होला नि त यसको हाम्रो रुबिस कलेक्सनमा कति राम्रो सिम्पल कुर्तीहरू ल मलाई लगाउनु त मेरो साइज त छैन पो होला यो यस्तो पनि राम्रो ठ्याक्कै 3 वर्ष 9 महिना पछाडि बस्नमा खाएको त्यो जे पनि मिठो छ हामीलाई हाम्रो चाबेलको भाटभटिनीको हालत त्यस्तो भएछ है गाई ल भाटभटिनी अझै पो धुवा बलिरहेको रहेछ त अनि सक्दो रहेछ नियन्त्रणमा कहिले सकेछ हो नि भाटभटिनी जति चाहिँ सबै डरेछ नि नेपालको भगवान् यो ट्रक पनि जलेको जस्तो छ न्यु रोड पुगेर खाजा खाएर मोमो खाएर आइमा पुगेर चाबेल भेरा सलुनमा हेयर कलर अनि हेयर कट गर्नको लागि थ्याङ्क्स 1 बजीको अपोइन्टमेन्ट थियो अहिलेसम्म आएको छ
गाइज मैले बिचमा भिडियो बनाउनै पाइनँ मोबाइलमा ब्याट्री पुरै डाउन भएर उयो के भन्छ पावर ब्याङ्क पनि लगेको थिएन अनि दिस इज माई बिफोर एन्ड आफ्टर लुक भनेर कस्तो भिडियो बनाउनु मन लागेको त बनाउन पाएन कि मोबाइलले गरेर सो यो चाहिँ मेरो कलर हेयर कलर अनि प्लस मैले लङ लेयर पनि कपाल काटेको अब कस्तो मजाले सेट गरिदिनु भएको थियो अहिले त पुरै उयो भइसकेको छ हल्का त्यही पनि लुक एट मी मलाई त्यो अलिकति उत्ताउली देखिरहेको कलरहरू मन पर्दाखेरि यत्तिकै डिसेन्ट लुक दिने मनपर्छ सो दिस इज माई लुक कति राम्रो देखेको मलाई हारे क्या अघि भर्खरै सेट गर्दा त यस्तो राम्रो देखेको थियो होइन कस्तो डर लाग्यो कस्तो राम्रो देखेको थिएन अहिले चाहिँ अलिकति यहाँ बसेको छ तपाईँहरूलाई म ब्याक साइडबाट देखाउँछु है ब्याक भ्यू क्या त्यहाँबाट देखिन्छ होला ल हेर्नु है त देखिन्छ ल राम्रोसँग देखिन्छ कि नै मलाई थाहा छैन तर यस्तो राम्रो सेटिस्फ्याक्सन भएको मलाई सेटिस्फाई भएको छ मलाई उहाँहरूको हेयर कट र कलरको है गाइड म त झलल्ला बोलिहाल्ने ओ माई गड अब कति काम बाँकी छ है आज कपालमै लाग्यो मलाई 1 बजे गएको 1 बजे 2 3 4 5 4 घन्टा लाग्यो कपालमै कपाल काटेर वास गरेर कलर गर्दा यताउति 5 भर्खर आइपुगेको थिएँ अब फेरि म ड्रेस चेन्ज गरेर कोटेश्वर जानुपर्ने छ मेरो हिजोको लगेज बिग्रेको थियो नि त सो सियो धागो ल्याएर सिलाएर यताउति गरेर म मिलाउने कोसिस गर्छु भोलि अब घर जानुपर्ने छ फेरि नयाँ लगेज के किन्नु त्यही लगभग हुन्छ होला सायद सियोले काम गर्न सक्छ भनेर म सियो धागो लिन जान्छु कोटेश्वर अनि त्यस पछाडि अरू पनि काम छ मेरो कोटेश्वरमा सामान पुऱ्याउनु पर्नेछ मनिषाको बहिनीलाई भेटेर सामान पुऱ्याइदिनु पर्नेछ सो गाइज स्टे ट्युन अब म सायद आजको भ्लग म एकछिन पछाडि इन गरिहाल्छु अनि भोलि चाहिँ मेरो पार्ट 2 आउँछ सरप्राइजिङ माई मम मेरो घरमा चाहिँ म सरप्राइजतिर जानु लागेको छु नि त सो त्यो भिडियो चाहिँ पार्ट 2 मा आउँछ यो चाहिँ पार्ट 1 आजको स्पेसल केही पनि थिएन म काठमाडौँ नेपाल आएको छु भनेर जानकारी दिलाउन मात्र हाम्रो सबैले हेर्छन् जस्तो मलाई सो म नेपाल आएको छु भनेर म सानो एउटा इन्फर्मेसनको लागि मात्रै भिडियो बनाएको थिएँ सो गाइज स्टे ट्युन म अहिले एकछिन पछाडि फेरि 1-2वटा भिडियो चाहिँ मैले सकेसम्म भिडियो गर्छु अहिलेको लागि चाहिँ यति नै म अब हतार रेडी भएर रेडी पनि के भन्नु कपडा कम्फी ड्रेस लगाएर कोटेश्वर जानुपर्ने छ गाइज ओके सो आम रेडी टु गो कोटेश्वरमा गएर सियो धागो किन्नु छ मलाई मेन अनि त्यस पछाडि त्यहाँ मनिषाको सामान पुऱ्याउनु छ अनि खाना पनि म त्यहाँ खाएर आउँछु होला त्यसमा एकदम कम्फी लुगा मैले अघि बिहान पनि यही लगाएको थिएँ अहिले पनि यही लगाएर जान्छु अनि एउटा ब्याग त बोक्नै पऱ्यो मोबाइल त हातमा बोक्नु हुँदैन आजकलको जमानामा त्यो पनि स्पेसल अहिलेको सिचुएसनमा सो म अब जान्छु अनि त्यस पछाडि मसँग क्यास छैन किनभने मसँग एटिएम पनि छैन क्यास पनि छैन केही पनि छैन अब क्युआर अब बसमा क्युआर गर्न मिल्दैन अब ट्याक्सी लिनुपर्ने हुन्छ ट्याक्सीमा हिँड्दा मेरो पैसा यति धेरै सकिसकेको छ सो अब चाहिँ म सायद क्युआर गरेर पैसा चाहिँ एक्सचेन्ज गर्छु होला यहाँको होटलको दाइसँग दाइलाई म एकाउन्टमा पैसा पठाइदिन्छु क्युआरबाट अनि म चाहिँ उहाँसँग क्यास लिन्छु होला सायद किनभने बस त्यो ट्याक्सीमा हिँड्दा मेरो पैसा यतितिर खर्च भइसकेको छ कि सो गाइज स्टे ट्युन म एकछिन पछाडि आउँछु है त मैले लोकल बस चढेर अहिले आएको होइन हामीलाई मलाई त के भन्छ उसमा त्यो बिच कोटेश्वरको गाडीपट्टि झर्छ भनेको कि बिचमै क्या त्यो जेब्रा क्रस भन्छ यता अगाडि नै झार्दै क्या त्यो बिचमा जानु बल्ल बाटो क्रस गरेर गएँ म त बाटो क्रस गरेर के भन्नु मलाई डर पो लाग्यो बाटो क्रस गर्नु कोटेश्वरमा 3 वर्ष पछाडि आएको जस्तो त्यस्तै रहेछ बाटो क्रस गर्दैछु कुद्दै मान्छे हिँड्दैछ बाटोमा गाडी कुद्दैछ के भएको यो ला यहाँ के को भिड फेरि यस्तो अँध्यारो भला नि एकछिन ल म यता भिड के गरेछ देखाउँछु म मनिषाको सामान पठाइदिनु पर्यो भनेर पठाइदिनु पर्ने कि बहिनी आउनु भ्याएन राति भयो नि त अनि एउटै उसमा झोलामा हालेर पठाइदिनु भने त्यहाँ जेब्रा झोला किन्न पनि डर मर्दैछ हौ यहाँ कैदी भनेर फेरि समाइदिएला कैदी भनेर समाइदियो भने नि जेब्रा झोला बोकेर यहाँ कोटेश्वरमा यो फुटबल त हटाएर केही हदसम्म खाली देख्न थालेको रहेछ नि पहिला त्यति धेरै भिड हुन्थ्यो यतिखेर त लुगा पसलहरू अहिले चाहिँ पुरै खाली देखेर एकदम सहज भएछ मान्छे हिँडडुल गर्नको लागि चाहिँ अघि पनि एउटा भिडियो बनाएको थिएँ यति आधी मात्र आएको रहेछ फेरि बनाएको रहेछ त्यो भिडियो जता जस्तै पुलिस नै पुलिसतिर कोटेश्वरमा त्यता पनि पुलिस त्यता पनि
अनियन्त्रित गाडीहरू रोकिँदो रहेछ क्या मान्छेलाई झार्ने मलाई पनि अलिक बिचमा झारिदिएर बल्ल बल्ल रोड क्रस गरेर आएँ अहिले के हुन्छ थाहा छैन यहाँ मनिषाको सामान पठाइदिनु भनेर बोलिरहेको यहाँ पठाउने सामान लग्दैन हतपरि नमाग्दो रहेछ कोसिस गरिरहेको छौँ फोटोसहरू गऱ्यो एउटा सुविधाको खोज्यो कहीँ पनि भेटेन लास्टमा गयो त्यो एउटा सानो पसल खोलेर एउटा अङ्कल बस्नुभएको सिलाइ बुनाइ गर्नको लागि अनि त्यो अङ्कललाई 10 रुपियाँको सियो किनेर अनि एक थोरै धागो मागेर ल्याएर झन् दिनुभयो फोटोसहरू गरी खोजेको सुविधाको कहीँ नभेटेर यहाँ म चाहिँ भएको छैन फेरि मेरो भोलि सामान केमा लाग्यो लगेर भने त्यसपछि ल्याएर बनाएर बनाएर अनि सामान लगाउनु पर्ने भयो एउटा स्कर्पियो देखिरहेको छु म भोलिको लागि त्यसलाई एकचोटि कुरा गर्नु पऱ्यो अघि यहाँ केको भिड भनेको हाम्रो यहाँ श्रद्धाञ्जली दिएको रहेछ जेएनजीहरूको उता पनि प्रज्वलन कार्यक्रम भइरहेको रहेछ अहिले त सकेछ पो यार अघि त आउनै पाएन कोटेश्वरमा अघि मान्छे धेरै हुने त गइसक्नु भएछ पक्कै यो गाडीको ड्राइभरको ब्रेकअप भएको छ साह्रै स्याड गीत गाई बजाइरहनु भएको छ हो मैले सिट भेटेँ सिट भेटेँ हावा खाइरहेको थियो पुरै दिन कुद्ने हावा चिसो हुनु थालेको छ यतातिर पनि चार्जर मेरो आवाज आएको छ कि छैन थाहा छैन यो ब्लुटुथ कनेक्ट पनि भएको छैन मलाई त म अहिले तिनपुरेमा छु सिट पाइराखेको छु माइक्रोमा ड्राइभरहरूले पुरै साह्रै क्या मिठा भइरहेछ जाँदा सो गाइज आजको लागि चाहिँ यति नै म भोलि अब मेरो गाडीसँग कुरा मिल्यो भने यताउति पैसाको बार्गेनिङ भइराखेको छ उनीहरूले धेरै भनेर चाहिँ हामीले अलिक कम गरिदिउँ भनेर छौँ तिनजनाको लगेज धेरै छ नि त अनि त्यही भएर हामी चाहिँ अलिक रिजर्भ गरेर जाऊँ भनेर कोसिस ट्राई गरिराखेको छौँ अलिक रिजनेबल प्राइसमा उनीहरूले 30,000 भन्दा बेसी नै भनिरहेको थियो अनि सायद भोलि हामीले पैसा अलिक कम लिने कोही भेट्यौँ भने हामी भोलि सायद बिहान नखेरि हामी घर जान्छौँ मलाई कतिखेर घर जानु भइसकेको छ यहाँ त काठमाडौँमा बस्न नसक्नु रहेछ कतिखेर घरको आनन्दले शान्त वातावरणमा बस्नु मन लागिसकेको छ मलाई होइन सो आजको लागि चाहिँ यति नै म भोलि चाहिँ मेरो अब म घर इफ गइहालेँ भने भोलि बिहानदेखि भिडियो बनाउँछु सरप्राइजिङवाला भिडियो छ भोलिको लागि चाहिँ सो हेर्नु होला भिडियो राम्रोसँगले अनि यो मेरो आजको भिडियो अन्तिम समय हेर्नुभएको छ भने धेरै धेरै धन्यवाद एकदम आभार व्यक्त गर्न चाहन्छु अनि ल अन्तिममा जाँदै मेरो कपाल राम्रोसँग हेरेर जानु होला कति राम्रो भएको छ ल ओके गाइज आजको लागि चाहिँ यति नै मैले खानासाना उहाँ खाएर आएँ मैले भिडियो पनि बनाउन मन लागेर निन्द्रा लागेर यस्तो निन्द्रा लागेको थियो अनि आएर यो दुईवटा लगेज बनाएँ अर्को लगेज प्याक गरेँ त्यो अघि त्यो हिजो फुटेको लगेज पनि मैले त्यो सियो धागोले बनाएर सामान टक्क तिनवटा लगेजमा रेडी बनाएको छु आफ्नो लगाउने लुगा मात्रै बाहिर निकालेर सो या गाइज आजको लागि चाहिँ यति नै स्टे ट्युन म भोलिको भ्लगमा भेट्छु है त बाई टेक केयर एभ्रीवन गुड नाइट